हेलो गाइस, सबैजनालाई सेवारो। आज चाहिँ मैले मिनी भ्लग बनाउन सुरु गरेको छु। यहाँ देख्न सक्नुहुन्छ आलु बखडा कि आलु बखडा। अनि त्यहाँदेखि हुनुहुन्छ यहाँ पर मेरो पुन्टे बाबु, अनि उहाँ हुनुहुन्छ सकुनी ज्यू, उहाँ हुनुहुन्छ मेरो आमाजू दिदी। लामो लामो दुधिलोको घाँस छान्दै। ओ यहाँ पर देख्न सक्नुहुन्छ अकबरे खोर्सानी। यो चाहिँ मेरो घरमा फलेको आलु बखडा पाक्दैछ। यो चाहिँ गुलाबको फुल, कस्तो मिठो कलरको। के गर्नु साथीहरू, आफ्नोमा सकेपछि नजाउँ कसरी दोहोरे गर्न हिँडेको। यहाँ हुन् साथी काकी, यता हेर्नु है। हिजो यहाँ गएको मेरो, अब भोलि कसको, आज त्यहाँ पर दिदीकोमा, भोलि उहाँकोमा, यता हेर उहाँको। अनि सोमबार यहाँ मेरो काकीकोमा। अयो राम 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 राम। झार त के साह्रो नि। आज चाहिँ उहाँ, यता हेर्नु त फुपू, उहाँ फुपूकोमा हो गर्नुपर्ने। के भन्छ ल, गन्तव्यमा पुगेको अवस्था। यहाँनिर दोहोरे, यहाँ हेर्नु त, यहाँ छिटो खन्नु। यो चाहिँ राजमा बुढी। ओ लामेनी, हो है तिमी देख्दैनौ। यो चाहिँ खाजा टाइम। खाजा के हो, चटपटे बनिसक्यो। चटपट चटपट कति बोलौँ, ज्यादा नबोलौँ होला, मिठो हुँदैन। थोरै थोरै बनाउनु होला। बोला न, हात धोएर आउनेहरूले। पर असली मोही के गाईको अरे, डल्ले गाईको मोही, झ्याम्पे गाईको। धनी चाहिँ यहाँ हाँसेकै छ नि गर्दै। यता चाहिँ के भएर बसिराख्नु भएको छ, जेन्टलमेन भएर। यता यहाँ चटपटे घोल्दै गर्नुहुन्छ, सिङ्गान तान्दै। सिङ्गान झऱ्यो भने को खाने, मार्गी लागिरहेको छ। उपर माउन्टेन भ्यू 5 वटा नि। ऊ यहाँ एउटा कहाँ गयो, आधीमा खानु। आमा एभोकाड कहिले फलेर खानु हो, अर्ग्यानिक। पाकेपछि आउनु होला। यो मक्सिरा फुपूको। आजको दिन यसरी नै बित्यो। यहाँ हेर कहाँ गयो। हेलो बाई।